जिम्मा कसको हो त्योसम्म पुगोस्। हुन त म पनि एउटा चालक हो होइन, यस्तो अवस्था चाहिँ कसैलाई नआओस् साथीहरू होइन। ल हेर्नु साथीहरू, अब यस्तो अवस्था भएपछि नेपालमा तपाईहरु के भन्न चाहनुहुन्छ अब? ल साथीहरू है, यो चाहिँ म तपाईहरुलाई लाइभ देखाइरहेको छु। डोडी नपुगेपछि अब डोडी लत्रेपछि अब फाल्नलाई गाह्रो भयो होइन, डोडी फाल्न गाह्रो भएपछि। तर पानी चाहिँ अलिकता फ्रेसमै आएको थियो, अलिकता अहिले चाहिँ अलि पानी रोकिएको पनि छ। अघि माथिबाट पानी पनि परिरहेको थियो हैन, अहिले चाहिँ घटेको पनि छ पानी हल्का। तर बस चाहिँ जे होस् सही तरिकाले पानीले ठेलेर चाहिँ पछाडिको तिरबाट चाहिँ पछाडिको चक्का मात्र